चिसो भयो है बसेको त मात्रा हल्का खाजा खाइरहेको अवस्था छ अलि त हुनु यार चिसो पानी हाल्नु देखिन्छ सधैँ सकिन्न के अरे राम्रो छ हामी हिँडे कति भयो भयो होला है 2-3 घन्टा त लगभग हामी हिँडेको चाहिँ 1.5 घन्टा हो 3 घन्टा भइसक्यो 12 ए बिहानदेखि होइन हामी हुकुदेखि 12 बजे आए हैन कुबुचेबाट होइन बाट के 3.5 घन्टा चाहिँ भयो लगभग हुकुदेखि हामी हिँडेको 3 घन्टा भइसकेको छ लगभग भयो त्यति भयो 3 घन्टा भयो अब चाहिँ हामी खाजासाजा खाइरहेको छौँ अझ हामीले एकजना दाइले तल सोधेको थियौँ कोरी पुग्नलाई कति टाइम लाग्छ भनेर अझै 5 घन्टा जति लाग्छ भन्दै हुनुहुन्थ्यो सो हेरौँ हाम्रो प्लानिङ भनेको चाहिँ चाँडो पुगेर कोरी गएर चाहिँ के अरे साँझको सनसेट हेर्ने कुरा हो सनसेट हेर्ने चाहिँ हाम्रो मेन प्लान भनेको त्यही हो अनि गरे सर के छ भन्नुपर्ने मेरो भन्नु जसरी नि हिँड्ने हो सनसेट चाहिँ हेरे छोड्ने एकदम दामी छ क्या जस्तो कि हामी हिजो पोखरादेखि सिक्लेस हुँदै होइन हामी हुगु आएर बस्यौँ सो बिहान चाहिँ हामी कपुचे लेक गएर आयौँ अब हामी कोरी जाँदैछौँ सो अहिलेसम्म चाहिँ कस्तो फिल भइरहेको छ तपाईँलाई के आएर राम्रो गरे कि नराम्रो गरे के छ तपाईँको फिडब्याक केही छ मेरो के छ भने सुरुमा चाहिँ हिजो चाहिँ त्यहाँ सिक्नेसदेखि हुगु हिँड्दा चाहिँ अलिकति कहाँ हिँड्नु पऱ्यो जस्तो होइन केही सिन देखाएको थिएन त्यति बेलाको राम्रो ठाउँ पनि थिएन नि त त्यति सिक्नेस चाहिँ राम्रो थियो त्यतिकै माथि बिचको बाघ थिएन नि त त्यस्तो लागेको थियो नि तर आज चाहिँ कपुचे ताल घुम्दाखेरि चाहिँ रमाइलो लाग्यो त्यसपछि यता आउँदाखेरि रमाइलो लाग्यो अहिले फेरि यहाँ तलतिर जुन फोटा खिचिरहेको थियो त्यहाँ सिन देखिरहेको थियो त्यो पनि धेरै रमाइलो छ अब एक्साइटेड के कुरामा छु भने माथि गएर झन् कस्तो हुने हो त भनेर त्यो कुरा एकदम एभ्री वान कसैलाई के भन्नु छ ब्युटिफुल मोमेन्ट अनि राम सर तपाईँले के भन्नु छ मलाई एकदम खुसी छु रमाइलो भएको छ है एकदम रमाइलो